हेलो एभ्रिवान वेलकम छ सबैजनालाई। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि यहाँ सन्चै आरामै छु। अनि यो चाहिँ मेरो बोयफ्रेन्ड हो गाइज। कपाल यो मेरो बोयफ्रेन्ड हो। कोही लपरेको हाम्रो कति भयो रिलेसनसिपमा बसेको? अस्ति 3 दिन भयो। हामी रिलेसनसिपमा बसेको 3 दिन भयो गाइज। तर हाम्रो इन्टरकास्ट हो भन एकदम माया गर्छ यसले। अनि केही भन्नु छैन। के भनौँ अब? हामी चाहिँ अहिले स्कुल ट्युसनदेखि घर जान लागेको। चाहिँ म अर्कै बाटो आएको कि गाइज, त्यही भएर देख्न सक्नुहुन्छ यहाँको भ्यू। हाम्रो घर चाहिँ उता तल हो, म चाहिँ घर माथि छु। मेरो बोयफ्रेन्ड कस्तो लाग्यो गाइज यसो कमेन्ट हान्नु होला। मेरो यता हेर्न बेबी, यता हेर मम्मी। अब हामी छुट्टिने मोड आयो। म चाहिँ यता तल झर्छु, यो चाहिँ यता माथि जान्छु। बाई बाई गाइज। किताब बोयफ्रेन्ड भएको फाइदा किताब पनि बोयफ्रेन्डले बोकिदिन्छन्। मेरो बिहे नजिकै पहिले सुरु तेरो बिहाली जाउनु भयो नि यति हो न। कापी छ अझ एउटा। ल गाइज बाई गरिदिऊ। ल बाई गाइज। अपलोड गरौँ कि नै यो? बाई गाइज। अब म गएँ, मैले धेरै दिनपछि टिकटक हालेँ, भिडियो हालेँ। यसो लाइक कमेन्ट ठोकिदिनु होला।